नमस्ते एभ्रिवान वेलकम ब्याक न्यू ब्लग। सो आज चाहिँ नयाँ वर्षको सबजनालाई धेरै धेरै शुभकामना। जति पनि हाम्रो फ्यामिली हुनुहुन्छ, फ्यामिली युट्युबमा जति पनि फ्यामिली हुनुहुन्छ सबजना शुभकामना। जति पनि हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णमा धेरै धेरै नयाँ सालको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु म भरत शिल्पाइली। सो आज चाहिँ हामी यसो घुमेर यसो भिडियो बनाऊ होइन। हामी धेरैजना आएको थियो कि अब भिडियो बनाएर सुट भएर सिद्धिसकेपछि हामी अब जान लाग्यो। हामी सानो नानीहरू पनि थियो कि भिडियो सुटमा। सो सानो नानीहरू गइसक्यो, भिडियो सुट गरेर हामी हिँडिसक्यो। सो खोलाको छेउमा आएको थियो कि यो खोलाको छेउमा आएको थियो होइन। खोलाको छेउमा आएर सुट गरेर हामीले सबै सिद्धाएर गइसक्यो। चाहिँ यसो ब्लगतिर म फोकस गर्दैछु भनेर अनि एउटा ब्लग बनाइहाल्यो नयाँ सालको होइन। सो सबजनाले सपोर्ट गर्नु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला। नयाँ साल हो, नयाँ सालमा झन् एनर्जीको साथ म नयाँ सालमा काम गरेँ भने यो काम गरिराख्छु भन्ने मेरो हुन्छ कि भन्ने प्लानले म यो प्लान गरेर हामी धेरैजना गइरहेको थियौँ होइन। अनि त्यसमा हामी धेरै भिडियो पनि धेरै सुट गऱ्यो फेसबुक रिलमा। अनि यो युट्युबको सर्ट भिडियो हाल्नलाई हामीले धेरै बनायो, समथिङ बनायो होला 20-25वटा बनायो। अनि त्यसपछि हामीले चाहिँ भ्लग बनाउनु पर्छ भनेर भ्लग बनाउन सुरु गरेको होइन। सो सबजना सन्चै आरामै हुनुहुन्छ होला, नयाँ साल राम्रोसँग मनाउँदै हुनुहुन्छ होला। मैले पनि मनाइरहेको छु। सबैले नयाँ साल राम्रोसँग मनाउनु होला। सो होइन, नयाँ सालमा जे गर्यो त्यो एकदम राम्रो होस्। अब आउँदै गरेको अब नयाँ साल यो वर्षभरि 12 महिना राम्रो हुँदै जाओस्। मेरो पनि यो युट्युब च्यानलमा एकदम राम्रो हुँदै जाओस् होइन। सबैहरूको सपोर्ट मिलोस्, साथ मिलोस् भन्न चाहन्छु म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवा सम्पूर्णमा भन्न चाहन्छु कि सबजनाले भिडियो हेरिदिनु होला। अनि हजुरहरूको साथ अनि सपोर्ट नपाए मैले भिडियो बनाएको केही अर्थ पनि हुन्न होइन, त्यही भएर हजुरहरूको साथ अनि सपोर्ट चाहिँ मलाई चाहिन्छ। म यात्रामा कुदिरहेको छु, जो यात्रामा कहिले सफल हुन्छ कहिले असफल हुन्छ त्यो कुरा सबैले थाहा छ। म सङ्घर्ष गरिरहेको छु, सङ्घर्षको बाटोमा हिँडिरहेको छु। सङ्घर्ष नै ठुलो कुरा हो, सङ्घर्ष गरिरहेको छु। एक दिन अवश्य सङ्घर्षको फल मिल्ने नै छ भन्ने आशा छ सम्पूर्णमा। धेरै धेरै सेयर गरिदिनु होला। आजको भिडियो छोटो नै बनाउँछु म होइन, धेरै लामो भयो भने भिडियो फरियोमा पनि पुग्दैन। नयाँ सुरु गरेको फरियोमा जान्न होइन। त्यसको लागि सबजनालाई के भन्न चाहन्छु भनेपछि लास्टमा सम्पूर्णले भिडियो हेरिदिनु होला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। यति भन्दा आजको भिडियो म यहीँ नै सिद्धाउन चाहन्छु। हस्त नमस्ते, शुभ दिन, नववर्ष 2081 सालको यो सालैभरि सबजनालाई राम्रो होस् भन्दै म आजको भिडियोमा छुट्टिन चाहन्छु। हस्त नमस्ते, बाइ।